हेलो नमस्ते हामी चाहिँ सगुन क्याफेबाट हो हजुर हेर्नु होला हाम्रो यहाँको काम गर्ने हाम्रो काले भाइ भनिन्छ यो भाइलाई सबैले सहयोग गर्नु होला काले भाइलाई दाँत अलि अपाङ्ग छ अलि हेर्नु होला यी दाँत मात्रै देखाउँछ गाइज हाम्रो भाइले यही मोमो बनाउनु लागि के भइरहेछ भाइ यहाँनिर मैले सो मोमोको लागि आटा गुनिरहेको छु दाइ ल ठिक छ राम्रोसँगले बनाउनु पर्छ मोमो आज धेरै हैन सगुन क्याफेमा हजुर ल ठिक छ दाइ म बाहिरको दृश्य हाम्रो काम गर्ने ठाउँ चाहिँ यो गाइज ठुलो छ हेर्नु होला यो चाहिँ हाम्रो यहाँको सगुन क्याफेको एकदम के सेफ सर भनिन्छ हाम्रो काले भाइलाई तर होइन सेफ चाहिँ हाम्रो क्यामेराम्यान सर हुनुहुन्छ ल हाम्रो यहाँ बाहिरको एकदम सुपरभाइजर हो हेर्नु होला यहाँ युट्युबमा आउँछ युट्युबमा के भाइ के भयो होला हेर्नु त गाइस तेल आउँछ तेल आउनु ल यहाँ हाम्रो भाइसँग चक्कुले हानाहान भइरहेको छ हेर्नु होला यो चाहिँ सगुन क्याफेको आज खासै गेस्ट छैन शनिबार भएर हो त्यही भएर भिडियो बनाइरहेको छ है हेर्नु होला साथमै हाम्रो स्विमिङ पुल पनि छ होइन भाइ हजुर खेल्न आउनु भाइ आउनु होला रेट जम्मा 550 छ सुबिना दिपालाई बोलाएर आयो क्या दिपालाई सुबिना आला नि यार हाम्रो यो सगुन क्याफे ठुलो छ एकदम रमाइलो छ त्यही हो हल पनि छ माथि ओ दिदी अनि खाजा भयो खाजा यो चाहिँ हाम्रो दिदीको अलि मानसिक तनावको कारणले गर्दाखेरि दिनभरि हल्डिनी हिँड्ने ओ दिदी के छ अनि खैनी खाने हो खैनी खैनी छ नि खाने हो एक प्याकेट एक फाङ ओहो हाम्रो दिदीले एक फाङ खैनी खाने भन्छ है हाम्रो दिदीको बुढो पनि यतै छ है पार्किङमा काम गरिन्छ दुर्गा दाइ के हो बुढी त अनि खैनी खाने भन्छ त यो त युट्युबमा आउँछ नि यो केटाकेटी दुइटालाई हो दुईजना बसाउँदा कस्तो राम्रो देखिँदो रहेछ यार ओहो दिदी बुढोसँगै बस न त नि बुढो हो त दिदी हाम्रो दिदीको दुईजनाको चाहिँ अब यस्तो भिडियो आउँछ है युट्युबमा दिदीले खैनी दिनु हुने रहेछ यार हाम्रो सगुन क्याफे यता पार्लर पनि छ लेडिज हो जेन्ट्सको पनि हुन्छ होला तर स्विमिङ पुल पनि छ हाम्रो यहाँ सँगै साथैमा स्विमिङ पुल पनि डेन्जर छ यहाँनिर सगुन क्याफे भित्र हो यो नयाँ बजार खेली पनि राखेको छ यहाँ सानो सानो नानीहरू भित्रको यो क्याफे भित्रको सगुन क्याफेको हाम्रो दिपा म्याम यहाँको भिडियो गरेको नि दिपा यहाँको साउजी चाहिँ कहाँ गएको छ आज साउजी गायब